स्टप हो वा तपाईको स्टप हुन्छ नत्र वा स्टप भएपछि तपाईको फ्लाइट तपाईको सुचारू भइहाल्छ। एयरवेको सर अब मान्छेहरू यहाँ बाहिर बोलाएर पनि के गर्ने सर, बाहिर अब तपाईको वार चलिरहेको छ, अफिसको मान्छे आएर तपाईँलाई उठाइदिन्छ भन्नु पनि सक्दैन होइन सर। अहिलेलाई तत्काललाई कहिले फ्लाइट स्टप हो तपाईँहरू न्युज हेर्नु है, वा तपाईँको स्टप हुन्छ नत्र वार स्टप भएपछि तपाईँको फ्लाइट तपाईँको सुचारू भइहाल्छ, वार चलिरहेछ त्यो। अब त्यसपछि त भरे अब आज मिटिङ हुन्छ, एयरलाइन चाहिँ कुनै एउटा कतैबाट कहाँबाट लान सक्छ भने त्यही अनुसारले गर्ला, तपाईँहरूलाई सम्पर्क गरिहाल्छ। एउटा यति होइन मैले बुझेँ, हजुरहरू टाढाबाट हजुर मात्र होइन यहाँ धेरैजना मान्छे टाढाबाट आउनुभएको छ, प्रायः नेपाली सबै टाढैबाट आउनुभएको छ यहाँ। हामी त धनुषाबाट कहाँ जाँदै हुनुहुन्थ्यो? सौदी फर्स्टचोटि हो। अब हामी बेर जान्छु, 3 देखि हामी चक्कर खान्छु एयरपोर्टमा आएर। 3 दिन फल्ती पैसा छैन, अब के खाने, कहाँ बस्ने, कहाँ सुत्ने, हामीलाई अब धोका भइपुग्नु पऱ्यो नि। हामी के गरौँला यहाँ बसेर? तपाईँले भन्नुहोस्। हामी चाहिँ म चाहिँ गोर्खाबाट पहिलोचोटि जान्दैछु अब के गर्ने, अब पैसा फिर्ता गर्नु पर्यो कि